बालेन शाहले मध्यराती सार्वजनिक गरे सबैले तर्साउने स्टाटस। मान्छेहरू सबै कन्फ्युज, किन गरे बालेनले यस्तो पोस्ट? तर बिहान उठ्दासम्म छैन फेसबुकमा। किन बालेनले यस्तो भने? किन बालेनको मनमा के उत्पन्न भएछ? किन बालेनले यस्तो पोस्ट गरेर डिलिट गरेका छन् त? बिहानसम्म उठ्दा पोस्ट नै छैन, एकछिनमै बालेनले डिलिट गरिसकेका छन्। किन बालेनले यस्तो फेसबुकमा पोस्ट गरे? उनले भनेका छन्, फक इन्डिया, फक चाइना, फक अमेरिका, फक एमाले, फक काङ्ग्रेस, फक माओवादी, फक राष्ट्रिय स्वतन्त्र पार्टी, फक राष्ट्रिय प्रजातन्त्र पार्टी, यसरी भनेका छन्। किन भने त बालेनले यस्तो? बालेनले अब नयाँ मोड लिएकै हुन् त गायस। के भन्न चाहनुहुन्छ? अब बालेन शाहले प्रधानमन्त्री बनेर नयाँ मोड ल्याउने हुन् त? कि बालेनको नयाँ प्लान बन्ला त? अब के छ तपाईहरूको विचार? अब बालेन शाहले प्रधानमन्त्री लिएर नयाँ कडा नियम आफ्नै शासन लगाउँछन् कि? किन बालेनको मनमा एउटा प्रश्न उठिरहेछ। किन बालेनले एउटा नयाँ सोच बनाइरहेका छन्। के भन्नु चाहनुहुन्छ गाइस बालेनलाई? तर बालेनलाई चाहिँ सबै सपोर्ट गर्नुपर्छ, किनभने एउटा बालेन भनेको पावरफुल मान्छे हो। किनभने बालेनले जे पनि गर्न सक्छ, त्यस्तो आँट भएको मान्छे हो बालेन शाह भनेको। त्यही भएर सबैले सपोर्ट गर्नु होला गाइस। धन्यवाद।